हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी ब्लगमा। आज चाहिँ नानी र म बाहिर एकछिन बेलुकाको समयमा हावा खान जान लागेको। अनि मैले चाहिँ नानीलाई हतार हतार कपाल बाँधिदिँदैछु। अनि आज लास्टै गर्मी छ नि त, अनि त्यही भएर कपडा पनि चेन्ज गरिदिउँ भनेर चेन्ज गरिदिएको। अनि अहिले बेलुका चाहिँ पानी पनि पर्न लागिरहेछ क्या, अनि त्यही भएर हतार हतार कपालहरू बाँधेर कपडाहरू लगाइदिँदैछु। अनि यस्तो गर्मीमा लामो कपाल हुँदा पनि साह्रै झन्झट हुने क्या, माथि सपक्क मुठा पारो अनि अलिक सजिलो हुन्छ क्या मलाई चाहिँ। नानीलाई मैले अब ठिपारिसकेँ, अब हामी चाहिँ आमा छोरा बाहिर जान्छौँ। ल हामी चाहिँ बाहिरतिर लाग्यो। अब कति नानीलाई घरमा मात्रै राख्नु, कति कोठाभित्र मात्रै राख्नु भनेर यसो बेलुकाको चिसो हावा खुवाउनुको लागि बाहिर निकाल्छु। म जहिले बेलुकाको टाइममा चाहिँ म बाहिर निकाल्छु नि त। तर यसरी मैले चाहिँ भिडियो बनाएको थिइनँ। आज चाहिँ यसो भिडियो बनाऊँ भनेर कस्तो मन लाग्यो भिडियो बनाउनु, त्यही भएर भिडियो बनाएको। आज चाहिँ यो रोड चाहिँ फेरि गोकर्ण र गोकुलम जाने रोड पर्छ कि, त्यही भएर गाडीहरू टन्नै कुद्छ क्या। अनि कहिलेकाहीँ त आफू केही काम गरिरहेको बेलामा गेट खुल्लै हुन्छ, अनि नानी फुत्त बाहिर निस्किन्छ। कहिलेकाहीँ त कति धेरै डर लाग्छ हो। यसरी उसलाई बाहिर निकाल्दा चाहिँ आफै हिँड्नु खोज्छ क्या, रोडमा हात नसमातिकन बिस्तारै हिँड्नु पनि जान्दैन। कुदेकै आत्तिएर कुदेकै यसरी हेर्नु न, यसरी कुद्छ क्या। अनि यहाँ चाहिँ एउटा कुकुर छ क्या, कति राम्रो कुकुर। अनि उसलाई कुकुरहरू धेरै मन पराउँछ नि त। अनि छेउमा जाँदै थियो, बिचरा कुकुर भुकेर तर्स्यो पनि, कति साह्रो तर्स्यो क्या। यसरी उसले गाडीहरू देख्यो भने पनि कति चढ्नु खोज्छ, कहिलेकाहीँ त चढ्छ पनि। आज चाहिँ ऊ हेर्दै हिँड्दैछ। अनि अरू भन्नुहुन्छ भने यसरी उसलाई हिँड्नु पायो भने चाहिँ ऊ खुसी, जताततै हिँड्छ, जताततै। अनि यो यतापट्टिको रोडमा चाहिँ खासै गाडीहरू कुद्दैन नि त, यो मैले देखाएको रोडमा चाहिँ। अनि जहिल्यै म यता बेलुका ल्याउँछु क्या, आधी घन्टा 1 घन्टा जति हिँडाउनुलाई ल्याउँछु, डुलाउन ल्याउँछु। अनि यता चाहिँ मजाले हिँड्छ क्या। अनि यता चाहिँ दिदीको नानीहरू पनि हुन्छ नि त, अनि त्यही भएर साथी पनि हुन्छ, केटाकेटी टन्नै छ क्या यताउति चाहिँ। अनि त्यही भएर म यता ल्याउँछु। यसरी उसलाई समातेर हिँडायो भने चाहिँ घरिघरि हिँड्छ। र पनि अहिले उसको खुट्टाले हिँड्ने समय भएर होला क्या, आफै हिँड्नु भन्छ क्या। भर्खरै हिँड्नु थालेको नि त मेरो नानी चाहिँ, अनि मजाले हिँड्नु पनि जान्दैन।